केटाहरू ग्रुप चाहिँ के भन्छ नि जतै जतै गइहाल्यो त्यतै होइन त्यतै इन्जोय मारिन्छ क्या हामीहरू चाहिँ होइन यो चाहिँ कोकी भइदिएको के फेरि त्यो कोकी भइदिएको क्या यो केटा चाहिँ आज अल द बेस्ट यो स्कुलको लागि सो हेलो एभ्रिवान कस्तो हुन्छ सबजना होइन सो आजको भ्लग चाहिँ फेरि मेरो घर बाहिर गरिरहेको छु होइन आजको सन्डेको दिन हो आज चाहिँ सो यहाँबाट हामी चाहिँ कामकोपी जाँदैछौँ घुम्नु लागि सो यहाँबाट कतिजना 3 जना भइसक्यो है म अनि मेरो काजनहरू उताबाट चाहिँ तलबाट चाहिँ साथीहरू हुन्छ है एकजना त तपाईँहरूले चिनिहाल्नुहुन्छ होला गेस गर्नु होला को होइन सो त्यो यताबाट चाहिँ यसो आज सन्डेको दिन होइन सन्डेको दिन चाहिँ कहिले बेला बेला हामीहरू चाहिँ घुम्नु गइन्छ नि त है सो हामीहरूको घुम्ने बेला चाहिँ खालि सन्डेको मात्रै हुँदैछ नि त अस्तिको भ्लगतिर नि सन्डेको भ्लग मात्रै हो सो अनि हामी त्यता गएर त्यति त के कुछ गर्ने हो त्यो चाहिँ थाहा भएन होइन त्यो यसै साथीले घुम्नु गइदिउँ त भन्दै थियो क्या म पनि त्यही भएर ल नि त गइदिउँ न त भनिरहेको मैले पनि सो कस्तो हुन्छ होइन त्यता आजको दिन चाहिँ अलिक कस्तो गाह्रो पनि भइरहेछ नि त होइन घाम यस्तो चर्को लागिरहेछ भने फेरि मेरो चाहिँ काजन पनि अल्छी लाग्यो अरे कि घाम भएर ओइलायो भन्दैछ अघि नैबाट होइन सो त्यसलाई पनि जानु मन छ होइन अनि हेरौँ कति बजीतिर त्यता पर पुगेर यतातिर फेरि फर्किने हो त्यो चाहिँ थाहा भएन होइन सो त्यो चाहिँ केटाहरूको माथि डिपेन्ड गर्छ नि त अब तिनीहरू केटाहरू चाहिँ यताउता के भनिराखेको हुन्छ नि त उनीहरू त्यही भएर नि त यहाँनिर चाहिँ यो चाहिँ खालि के भन्छ वेब सिरियलमा मात्रै हुन्छ नि त खालि म चाहिँ अल्छी लाग्छ क्या यो मोटिभेस ऐसा ही है साला ये मोटिभेस का हालत ठीक नहीं है आजकल घर में बैठ रहा है या क्या है के भन्छ नि त्यो गुफा बसेको जस्तो नि त यत्रो बसिरहेको छ नि त्यही भएर होइन अनि ल अर्को दाइ चाहिँ यता सुत्नु लागिहाल्यो है गरम भयो भने चाहिँ कतिको गरम हुँदैछ हौ तँलाई चाहिँ मर्नु आँटेर लगाएछ त्यो चाहिँ सुतिहाल्यो है सो अब हामी चाहिँ सबैजना रेडी भइसक्यो पनि त अघि नै घाम पनि यस्तो चर्को लागिरहेछ त्यही भएर एकदम फ्रेस भएर आएको छौँ तर मलाई पनि गरम भइरहेछ अहिले फेरि सो यहाँबाट हामी निस्किन्छौँ अनि त्यहाँ तँलाई भेटेर त्यहाँबाट सँगै जाने उता है अनि आज चाहिँ म फेरि सबजनालाई नि कामकोपी बजार घुमाउने छु कामकोपी जग्गा भन्ने ठाउँ ल कस्तो हुन्छ हेरिराख्नु होला है सो अनि के भइरहेछ भने चाहिँ म चाहिँ यार यस्तो घाममा भ्लग बनाएर छु यार अडियन्सको लागि यार तिमीहरू सपोर्टै गर्दैन यार अलिक सब्सक्राइब गर्दैन यार कम सब्सक्राइबर भइरहेछ कि मेरो त्यही भएर पुरा टेन्सन भइरहेछ कि टेन्सन भन्यो भने के यस्तो मजा हुन्छ होइन सो ल सबैजनाले त्यहाँनिर सब्सक्राइब गरिदिने है ल गऱ्यो ल ठक्कै त्यहाँ फेरि सब्सक्राइब गरिहाल्नु त ल गऱ्यो ए ल थ्याङ्क यू अहिले चाहिँ हामी यहाँबाट जो गइ जाँदैछौँ भने कामकोपी चाहिँ तलै छोडेर आएको नि त है मैले कामकोपी घुमाउँछु भनेर चाहिँ सब मेरो अडियन्सहरूलाई तर त्यहाँनिर चाहिँ निस्केन होइन डाइरेक्ट यता माथि आयो है सो थाहा भएन नि त मलाई यता उभो आउँछ भनेर त्यही भएर नभए चाहिँ त्यतैबाट तलैबाट भिडियो बनाउँदै आउँथ्यौँ सो तर यस्तो भयो भने यहाँ माथिबाट अब कति कहाँ जानिन्छ होइन 8 माइलतिर जाने हो त्यतातिर नि गइन्छ मजाले घुमेर आइन्छ होइन सो यहाँनिर हामी चाहिँ अहिले पछाडि 3 जना भएर चाहिँ अघि 2 जना छ सो यतातिरको जग्गा चाहिँ यस्तो दामी छ नि त राम्रो है सो के भन्छ भने चाहिँ यहाँनिर पुरा चिसो हावा देख्नु सक्नुहुन्छ यहाँनिर रुखहरू किन सबै छ नि त त्यही भएर सो फ्रेस एयर पाइन्छ नि यहाँ चाहिँ है सो यस्तो जग्गामा बेला बेला चाहिँ घुम्नु आउनै पर्छ कि किनभने माइन्ड फ्रेस हुन्छ होइन दिलको ठंडक पहुँचता है है ना दिल को ठंडक पहुँचता है इसलिए हम चला आए ठीक है तो ये बंदा भी कुछ कह देगा नहीं कुछ नहीं खाएगा कुछ नहीं वर्ड्स ही नहीं तो यहाँनिर चाहिँ चिलमा बसेर हान्छ उता
यहाँ वाह यो सदाघारी चाहिँ देख्नु सक्नुहुन्छ क्या दामी छ भने यो जग्गा चाहिँ के भन्छ भने मिसन कम्पन होइन यहाँबाट चाहिँ उबै जानु हो चाहिँ त्यहाँ माथि एउटा हाइवे निस्किन्छ त्यहाँबाट जुत्ता जाने हो त्यहाँ त्यता उबै चाहिँ खालि त्यति साह्रो बाटो नि राम्रो छैन म चाहिँ साह्रो मन पर्दैन नि त यो बाटो हिँड्नु चाहिँ किनभने यो इलामको बाटो भने चाहिँ पुरा यस्तो खराब छ भने नि म एकबार बाइक लिएर आएको म त के कहिले आउँदिनँ भने जस्तो भयो नि त भएको थियो नि त त्यो होइन यो इलामको बाटो चाहिँ आज चाहिँ हामी कार लिएर आएको छौँ हेरौँ कस्तो हुन्छ होइन सो यहाँनिर हाम्रो बेन्जु चाहिँ अलिक नयाँ ड्राइभर हो नि त तर मजाले नै कुदाउँछ होइन सो यतिको चाहिँ कुदाइरहेको छ भनौँ न बेन्जी ल कस्तो फिल भएर मलाई गाडी कुदाउँदा आज अनि अरू ल उसलाई चाहिँ खुट्टा चाहिँ टन भइरहेको छ अरे होइन सो के भयो होइन आज यहाँनिर चाहिँ अपमा चाहिँ त्यति पनि उसलाई होइन उसलाई गाह्रो हुन्छ नि त किनभने भर्खर हो नि त हेभी ड्राइभर पनि होइन भर्खर नयाँ हुन्छ त्यही भएर अन्त सबलाई त्यस्तै हुन्छ नि त किनभने नयाँ ड्राइभरहरू चाहिँ ल यहाँनिर चाहिँ टक्क हामीले भ्यू चाहिँ कस्तो दामी रहेछ भने नि त यहाँ ल यहाँ देख्न सक्नुहुन्छ यतिको जग्गा चाहिँ हुनै पर्ने के ल हामीले चाहिँ यहाँ टक्कसँगले चिया खाँदैछौँ होइन अहिले खाँदैछौँ होइन पिउँदैछौँ है ल आन्टीले यहाँ स्वागत मजाले गरिदिनु भयो नि त यहाँ उनीहरू बिस्कुट छ यहाँनिर हाम्रो ड्राइभर त्यहाँ छ मोटी भेजमा आस्तो चुप्लाएर चिया खा मोटी भेज हो नि त ऊ त्यो चाहिँ ल चियाको मजा लिइरहेको छ यहाँ दामी ल चिया खाऊँ भने त्यहाँबाट है यहाँबाट निस्किन्छौँ हामीले नि ल मोटी भेज बिस्कुट उठा अनि दोस्त ठिकै छ नि तिमी पी चियाको मजाले ल चियर्स ल गुरी ल खाइदे सबास ल टक्कसँग कुद्दा चाहिँ मजाले खाइदिएको यहाँनिर बिस्कुट चाहिँ मन पऱ्यो मलाई चाहिँ यो मोटी भइस हाँस नहाँसै धेर त त्यहाँ खुद धेर नखाँदौ मोटी भइसक्यो मोटी भेज मैले चाहिँ गाडीमा मात्रै चढिसकेको यार नजानै पऱ्यो कि दोस्त यतानिर चाहिँ किन नजाने यार दोस्त उसको चाहिँ हल्का काम पऱ्यो कि नभए चाहिँ म त जाने रहेछ भनेर है यो गाडीमा चढेको नि त किनभने अगाडि बस्नु चाहिँ अर्कै मजा हुन्छ त्यही भएर यहाँ बसिदिएको नजानै पऱ्यो नि त अब फेरि हामीको ओरिजिनल गाडी नै ठिक छ ल त्यहाँ जाने हो टक्कसँगले होइन ऊ चाहिँ मैले पनि उसलाई कहाँ देखेको जस्तो लाग्दै थियो कलेजमा रहेछ नि त है ऊ पनि मनिभर्स कलेजमा सो उसलाई आज यहाँ भेट्यो नि त है सो अनि कस्तो चल्दैछ यार तिमी कलेज चाहिँ किन आउनु छोड्यौ खासै अर्को कामले गर्दा यार काम बेसीले गर्दा तर ठिकै छ म आउने छु कलेज मजाले पढिन्छ होइन हो ल दोस्त पनि अब आउनु आँटेको छ कलेज मैले चाहिँ होइन उसलाई यहाँनिर आउँदा चाहिँ कहाँ देखिदिएको जस्तो लाग्यो है ल दोस्तको चाहिँ अनि यहीँ राख्ने अरे गाडी सो यहाँबाट चाहिँ हामी गाडीमा सिफ्ट हुनेछौँ फेरि त्यहाँबाट उता जाने हो ल यो चाहिँ किन राखेको गाडीमा हो यो चाहिँ किन राखेको बेन्चु अहिले किन राखेको यो ओ यो किन राखेको ल यो चाहिँ गाडीमा राखेको अरे सेफ्टीको लागि थाहा भएन अहिले देख्दैछु कि मैले चाहिँ बिहानबाट चढिरहेको छु होइन गाडी ल यो चाहिँ किन राखेको भने सेफ्टीको लागि अरे ल यो खोज्ने होइन त्यहाँ यो खोज्ने होइन यसले छप्पाइदिन्छु यसले यहाँनिर चाहिँ फोटो हानिदिनु अरे मलाई सो ब्याक टु द चौङ्किनिङ सेल्फी डाँडा देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ आइपुग्यौँ हामीहरू है चौङ्किनिङ पिकनिक स्पट हौ पिकनिक स्पट चौङ्किनिङ पिकनिक स्पट यहाँ देखिरहेको छ है ल गाडी चाहिँ हामीले टक्क यहाँ राखिरहेको छौँ यहाँ यो चाहिँ के भन्छ 8 माइलको जग्गा नि त नि सो कतिजना छ भने यहाँ केटा सबै यहाँ चाहिँ यहाँ ल 2जना केटा होइन 3-4जना केटा होइन सो एक भेज मोटी भेज होइन सो यहाँनिर बेन्ची पनि होइन चाहिँ हामी कडा ड्राइभ गरेर आयो है यहाँ अबदेखि हामी चाहिँ अघि जाँदैछौँ यहाँनिर है सो यहाँनिर चाहिँ एउटा उत्यो रहेछ है
गाउँ माता माताजी हेलो माताजी ल सो यहाँनिर चाहिँ के अरे के पो भन्ने थियो अघि त कुहिरो लागेर के डाँडा भन्थ्यो सेल्फी डाँडा सेल्फी डाँडा कसले भन्ने थियो त अघि कसले भन्ने थियो ल अघि चाहिँ हेर्दाखेरि चाहिँ कस्तो रमाइलो छ जस्तो छ है तर यहाँनिर चाहिँ सब जग्गा चाहिँ यहाँनिर चाहिँ पार्ट लागिरहेको रहेछ नि त यो चाहिँ कोकी भइदिएको के फेरि त्यो कोकी भइदिएको क्या यो केटा चाहिँ आज ल पार्ट चाहिँ पुरा सबैतिर धुम्मिसकेको रहेछ यहाँनिर चाहिँ अघि चाहिँ किन भन्दा के भयो भने अलिअलि पानी आउँदै थियो त्यही भएर पार्ट लागिसक्यो नि त यतातिर सबै वाह ल पाट नलाग्यो भने दामी दिन्थ्यो होला नि पार्ट नलागेको भए त हुन्थ्यो भने सबै छाङछुङ देख्छ होला नि ओइ बेन्जी हाई ओइ बुढे सबै देख्छ होला है पार्ट नलागेको भए त ल यहीँनिर रहेछ यहाँनिर एकछिन बस्नु पऱ्यो है सो यहाँनिर चाहिँ पिकनिक स्पटहरू यहाँनिर तर यतातिर चाहिँ त्यति पिकनिक पनि गरेन के हो अलिक सफै रहेछ है यहाँनिर चाहिँ टक्क बसिदिउँ न आज हेरे अहिले चाहिँ लगेडाउ कस्तो फिल गरेछ दामी दामी पाट चाहिँ खुलेको भए चाहिँ दामी हुन्थ्यो झन् हो नि ल तँलाई चाहिँ कस्तो भयो भन् मोटिभेस केटाहरूको ग्रुप यस्तो हुन्छ केटाहरूको ग्रुप चाहिँ के भन्छ नि जतै गइहाल्यो त्यतै होइन त्यतै इन्जोय मारिन्छ कि हामीहरू चाहिँ होइन रमाइलो गर्ने हो ल यहाँनिर चाहिँ उतानिर चाहिँ भिडियो गर्नु थालिहाल्यो उसको अर्को भिडियो चाहिँ अर्कै छ नि त उसको चाहिँ ल नहाँस्तो ल गाइस यसको इन्स्टाग्राम डिस्क्रिप्सनमा हालिदिन्छु फलो गरिदिनु है सो राम्रो राम्रो होइन भिडियो बनाइरहेको हुन्छ उसले नि मिहिनेत गरिरहेछ है सो ल मलाई पनि फलो गर्नु होला त्यहाँ होइन उसलाई पनि फलो गरिदिनु होला ल मलाई पनि फलो गरिदिनु ल केटाहरू चाहिँ यहाँ टक्क बसेर के गरिरहेछ त्यो चाहिँ देखाउनु सक्दिनँ है ल नगर न यो चाहिँ भिडियो बनाउनु अरेको ल गाइस हामी चाहिँ यहाँनिर मिसन स्कुलको छेउमा रोकिरहेको छौँ होइन बाटोको छेउमा यहाँनिर एकछिन बसेको हामीले होइन सो मिसन स्कुल ओइ बेन्जिमेन मिसन स्कुल हो नि यो एमबिसी सो हामी चाहिँ एमबिसी यहाँ बसिरहेको छौँ होइन स्कुलको माथिल्लोपट्टि ग्राउन्डमा यो ग्राउन्डमा अरे बाटोमा बसिरहेको छु है यहाँनिर चाहिँ अब एकछिन फोटो खिच्ने भनेको म चाहिँ सो त्यही भएर यहाँ बसेर यहाँ देख्नु सक्नुहुन्छ स्कुल चाहिँ एकदम क्लिन छ कि सबभन्दा यहाँ दामी लाग्यो है ल अल द बेस्ट यो स्कुलको लागि ल अहिले चाहिँ हामी घर जाँदैछौँ काङकोपी पनि घुम्नु आएको थियो घुम्यो 8 माइल पनि पुग्यो होइन सो अहिले चाहिँ हामी जाँदैछौँ है के भन्छ अहिले चाहिँ 4:30 जति भइसक्यो है आउनु चाहिँ 11-12 बजीसम्ममा आएको सो अलिकति ढिलो भयो सो घरमा पुगेर नि अलिअलि मेरो काम पनि छ नि त सो यहाँनिर चाहिँ अब यहाँबाट चाहिँ के अरे टिकुलेन आइपुग्नु आँट्यो त्यहाँबाट चाहिँ कति पनि छैन होइन घर पुग्नु सो आज हामीहरूको ड्राइभर दाइले चाहिँ कडा कुदाइदियो यतिकै चाहिँ माने है आज चाहिँ के भयो भन्दाखेरि चाहिँ मैले चाहिँ माथि के भन्छ मिसन कम्पनीको स्कुलमा फोटो खिच्नु सबैजना झरेको थियौँ त्यहाँनिर चाहिँ मैले चेस्मा फुकालेर माथि गाडीको छतमा राखिरहेको थिएँ बिर्सेर चाहिँ मैले निकाल्नै बिर्सेछु नि त त्यहाँ छतबाट अनि यहाँ के भन्छ गाउँको बिहा आउँदा मात्रै चाल पाएको देखेर नि त किनभने बाटो चाहिँ त्यति राम्रो पनि थिएन त्यो पुरा जकिङ थियो नि त त्यति गर्दा नि मेरो चाहिँ यो चेस्मा चाहिँ झरेन रहेछ सो गाउँको बिहा आउँदा मैले देखेको किनभने थाहा भएन होइन सो त्यति बेला चाहिँ लक्की रहेछ क्या यो चाहिँ म चाहिँ लक्की रहेछ भनौँ न भगवान्ले बचाइदियो भनौँ न यो चाहिँ होइन सो मैले पनि मैले देखेको न कसले देखेको जस्तो लाग्यो त्यसमा चाहिँ त्यहाँ छतमा राखिरहेको सो त्यस्तो भइसक्यो होइन अनि बाटो नि देख्नु सक्नुहुन्छ यहाँनिर इन्जोय मस्त सो हामीहरूको दाइ चाहिँ आज कडा कुदाइदियो यतिको चाहिँ बाटो नि यहाँ त्यति राम्रो छैन नि त यो चाहिँ यहाँदेखि चाहिँ यहाँबाट पर चाहिँ अलिक राम्रो छ त्यहाँबाट चाहिँ फेरि अलिकति तपाईँ त्यस्तै जग्गा राम्रो छैन होइन
यहाँ चाहिँ ट्रक आइरहेको छ त्यही भएर पर्खिरहेको छौँ अगाडि बाटोमा